एकपटक यो तस्बिर हेर्नुहोस्। यो नेपाली क्रिकेटमा पूर्व प्रशिक्षक मन्टी देसाईको विदाई पश्चात आगामी 2 वर्षका लागि नियुक्ति भएका स्टुअर्ट ल अफिसियल्ली नेपाली क्रिकेटको कोच भइसकेपछि खेलिएको पहिलो लिग हो। हङकङमा भएको रेक्ट्याङ्गुलर टी20 सिरिजको पहिलो 2 खेलमा बलियो जित दर्ता गरेको नेपाली टोलीले अन्ततः फाइनल खेलमा आफ्नो औकात देखायो, या भनौँ पुरानै शैली देखायो। यो खेलमा पनि नेपालको दुश्मन बनिआयो ब्याटिङ युनिट। हुन त यो नेपालको वर्तमानको मात्रै समस्या होइन, नेपाल एक दशकदेखि यो समस्यासँग जुझिरहेको छ। रेक्ट्याङ्गुलर टी20 सिरिज अन्तर्गत अप्रिल 13 मा कुवेतसँग खेलिएको खेलमा नेपाली मुख्य भनिएका ब्याट्सम्यानहरूले दोहोरो अङ्क जोड्न सकेनन्। रोहित पौडेल, कुशल बुर्तेल, आसिफ शेख, दिपेन्द्र सिंह ऐरी दोहोरो अङ्क नबनाई आउट हुन पुगे। बसिर अहमद र नन्दन यादवले खेललाई सम्हाल्ने कोसिस गरेका थिए, तर उनीहरूको प्रयास जितका लागि पर्याप्त भएन। 2 पटकसम्म टी20 वर्ल्ड कप खेलिरहेको नेपाल कुवेत जस्तो देशसँग पराजित हुनु लज्जास्पद कुरा हो। त्यति सानो ग्राउन्डमा 174 रनको लक्ष्य पछाएको नेपाल कुवेतसँग 3 रनले पराजित हुनु लज्जास्पद कुरा हो। नेपालका लागि यो भन्दा शर्मनाक विषय अरू हुन सक्दैन। टिमलाई खेल्न फर्काउन बसिर अहमद, नन्दन यादवको योगदान भने महत्त्वपूर्ण थियो, तर उनीहरूको योगदान मात्रै खेललाई जित्न परिणत गराउन इनफ भएन। तर हामीले यो भनिरहँदा निवर्तमान कोच स्टुअर्ट ललाई दोष लगाउन खोजेका भने होइनौँ। उनी त नेपाल अहिलेसम्म आएकै छैनन्, नेपाली टोलीले उनको प्रशिक्षण पाएकै छैन। तर के उनी आएपछि नेपाली क्रिकेटको अवस्था सुधार होला त भन्ने विषयमा नै प्रश्नवाचक चिन्ह खडा हुन्छ। कोचको परिवर्तन मात्र टिमको सुधारका लागि काफी हुँदैन, खेलाडीहरूको इन्टेन्ट पनि परिवर्तन भएको हुनुपर्छ। कमजोर टिमसँग खेल्दा राम्रो खेल्ने तर अलिकति प्रेसर पनि धान्न नसक्ने खेलाडीहरूलाई फिजिकल साथसाथै मेन्टल इन्क्रिमेन्टमा पनि जोड दिनुपर्ने देखिन्छ। नेपालले यही वर्ष टी20 वर्ल्ड कप क्वालिफायर सिलबसी लिग 2 अन्तर्गतका आफ्ना महत्त्वपूर्ण खेलहरूलाई फेरि सुरुवात गर्दैछ। सिलबसी लिग 2 अन्तर्गत नेपाल अहिले 6 अङ्कसहित समूहको 7औं स्थानमा छ। नेपालले मे महिनामा सिलबसी लिग 2 अन्तर्गत यस वर्षका खेलहरूको सुरुवात गर्नेछ। मन्टी देसाई 2022 मा नेपालको कोच भएर आउँदा सिलबसी लिगमा नेपालको अवस्था योभन्दा पनि बिजोग थियो। उनी आएपछि भएका सम्पूर्ण खेलमा 100% जित दर्ता गरी नेपाललाई थप 4 वर्षको लागि ओडिआई स्ट्याटस बचाएका थिए। त्यही स्ट्याटस अहिले गुम्ने दरापमा छ। के नयाँ प्रशिक्षकले ओडिआई स्ट्याटस बचाउन नेपालका लागि कन्ट्रिब्युसन गर्लान् त? तपाईलाई के लाग्छ? नयाँ कोच स्टुअर्ट लको आगमनले डगमगाएको नेपाली क्रिकेटलाई सुधार गर्ला त? आफ्नो प्रतिक्रिया दिनुहोस् र यस्तै क्रिकेटिङ अपडेट तथा न्युजको लागि हाम्रो च्यानल क्रिकेट बुक एसुमनलाई सब्सक्राइब गरिदिनुहोस्। साथै नव वर्ष 2082 सालको सम्पूर्ण क्रिकेट समर्थकहरूमा हार्दिक मङ्गलमय शुभकामना। धन्यवाद।